क्युट लागिरहेछ आफू हजुर हजुर देख्न सक्नुहुन्छ भित्रभित्र मनमा अलिकति त्यो गाडिरहनु अनि अहिले चाहिँ त्योहरू छैन अहिले राम्रो लागिरहेछ थ्याङ्क यू सो मच हजुरहरूलाई नमस्ते प्रेमाजी नमस्ते कस्तो भइरहेछ म्याम अवस्था एकदम राम्रो अहिले सरसरी गर्ने चाहिँ कति सोचिरहेको छ मैले 1 सालदेखि सोचिरहेको थिएँ अनि मलाई चाहिँ थाहा थिएन नेपालमा एभाइलेबल छ भनेर बाहिरतिर चाहिँ थाहा थियो अनि यसपालि चाहिँ नेपाल आउँदाखेरि रिकभरीमा गाह्रो भयो रिकभरीमा त्यति धेरै गाह्रो भएन हजुरहरूले ट्याब्लेट दिनुभएको थियो कसैले अहिले गर्ने सोचिरहेछ भने तपाईँ चाहिँ के भन्नुहुन्छ त्यति डर मान्नु पर्ने कुरा चाहिँ के रहेन रहेछ अनि 1 विक लाग्दो रहेछ ठिक हुनलाई पनि घाउहरू सबै एकदम राम्रो हुनको लागि तपाईँहरू देख्न सक्नुहुन्छ अनि अब त्यति डर मान्ने कुरा चाहिँ केही पनि छैन न त्यो अपरेसन गर्दा दुख्दैन त्यति धेरै होइन तपाईँले डाक्टर राजनलाई चाहिँ के उहाँ चाहिँ अलिक भरपर्दो मलाई विश्वास लागेरै आएको हो खासमा सबैभन्दा पनि यहाँ चाहिँ यताउता बुझ्दा पनि यहीँ राम्रो छ भन्ने कुरा आयो पैसा थोरैमा पनि हुन्छ भन्ने हुन्छ मान्छेको भनाइ तर त्यस्तो होइन आफ्नो आँखालाई राम्रो बनाउने पैसा त जतिखेर नि कमाइरहेको हुन्छ जसले नै कमाइरहेको हुन्छ इम्पोर्टेन्ट भनेको आँखा हो त्यही भएर मैले उहाँलाई चुज गरेको हामीलाई चाहिँ रिकमेन्ड गर्नुहुन्छ हजुरहरूको पनि भन्छु हजुर हजुर थ्याङ्क यू सो मच